हाम्रो रञ्जित मामाको निर्देशनमा यी अल्फा टिमका अल्फाको बुवा पनि रहेछ फेरि अल्फा भनेर त पुरै सक्रिय भएर चाहिँ सरसफाइ छ। अब चाहिँ हामी यहाँ पिकनिक स्पटहरू हामी बनाउने तर्खरमा छौँ। टिकटकको लागि पनि हामीले साइड सिन तयार पारेका छौँ। यसरी तपाईँहरूले टिकटक बनाउन सक्नुहुन्छ। यी एकदमै राम्रो भ्युज देखिन्छ। ल हेर्नुहोस् है टिकटकको लागि यसरी टिकटक बनाउन सकिन्छ। यहाँ चाहिँ टिकटकको लागि उपयुक्त ठाउँ हामीले बनाएको छौँ। अहिले हामी लामा डाँडा पार्कमा हामी छौँ। अहिले त्यति बेला यसरी हाम्रा सहकर्मी साथीहरू मित्रहरूले एकदमै कडा मेहनतको साथमा रङरोगन गर्दैछ रुखहरूमा। तपाईँहरू पनि आउनुहोस् र भरपूर्ण रूपमा टिकटक बनाउनुहोस् र यो क्षेत्रलाई भाइरल गरिदिनुको लागि पनि सबै शुभचिन्तकहरूलाई हामी हार्दिक अनुरोध गर्न चाहन्छौँ। खोइ टिकटक नबनाउने? के नाम हो तिम्रो? रोस्सु? ए टिकटक बनाउने होइन? लामा डाँडा पार्कको अहिले यो राष्ट्रिय झन्डा फहराइरहेको अहिले अवस्था छ। तपाईँहरू पनि आउनुहोस् र यो क्षेत्रलाई अवलोकन गर्नुहोस् र भरपूर्ण टिकटक बनाएर मनोरञ्जन गर्नुहोस् भन्ने हामी अनुरोध गर्न चाहन्छौँ। यो गोलबजार नगरपालिका वडा नम्बर 3 पुरानो मुसर्नियाको लामा डाँडा पार्क क्षेत्र हो यो र यो अहिले यो यति सुन्दर हामीले सजाएका छौँ। तपाईँहरू पनि आउनुहोस् र भरपूर्ण मनोरञ्जन गर्नुहोस् र टिकटक बनाउनुहोस्। यही हो हाम्रो अनुरोध। यहाँहरू माथि तपाईँहरू सबैजना आउनुहोस्, एकपल्ट भिजिट गर्नुहोला। यो फुल चाहिँ अहिले लामा डाँडा पार्क क्षेत्रमा छ र यो फुल पत्ता लाउने महानुभावलाई चाहिँ हामीले विशेष पुरस्कारको पनि व्यवस्था गरेका छौँ र यो फुलको नाम के हो त्यो पनि पत्ता लगाउनु होला र यो फुलको नाउँ पनि भन्ने मित्रलाई हामीले विशेष पुरस्कारको व्यवस्था गरेका छौँ। कहाँ छौ? आज आइतबारको दिन चाहिँ पुरान्डी टोलीको तर्फबाट श्रमदान गर्नलाई आएको छ। धन्यवाद छ सबैजनालाई। यहाँ कोलो मास्टरहरू यहाँ भिड्दैछ, बच्चाहरू खेल्ने बनाउँदैछ यहाँ साथीहरू। ओ के गरेको? सफा गरेको हो?